सबैमा नमस्कार। म हरिलाल जोशी। म यति बेला युरोपको रोमानिया को तिमिसोरा सहरमा छु। तिमिसोरा सहरमा विगत 1 वर्षदेखि म रोजगारीकै सिलसिलामा यहाँ रहेको छु र यहाँ भएका नेपाली दाजुभाइहरूसँग मैले यहाँ आइसकेपछि के कस्ता समस्याहरू, के कस्तो रोजगारीका अवसरहरू छन् भनेर चाहिँ विभिन्न समयमा कुरा गर्दै आइरहेको। यति बेला म एउटा पार्कमा छु। आज आइतबारको दिन हो। प्राय यहाँ काम गर्ने हाम्रा नेपाली दाजुभाइहरूको बिदा पनि हुने गर्दछ। एकजना दाई हाम्रो नजिकै हुनुहुन्छ। म उहाँसँग केही कुराकानी गर्नेछु। मलाई पनि यो कुराकानीले केही न केही सहज हुने किसिमको हुन सक्छ। दाजु नमस्कार। नमस्ते। नमस्ते। नेपाल कतादेखि हुनुहुन्छ दाजु? म पाल्पा। हाम्रो पाल्पाली दाजु हुनुहुँदो रहेछ। अनि रोमानिया आउनु भएको के कति भयो हजुरलाई? रोमानिया चाहिँ मेरो भयो। 1 वर्ष भयो है। केमा काम गर्नु? म चाहिँ कम्पनीमा। कम्पनीमा। अब 1 वर्ष भयो तपाईँ युरोपमा आउँदा त्यो किसिमको प्रक्रिया भयो, कति समय लाग्यो, यो विषयमा यसो जानकारी गराइदिनुहोस् न है। हजुर, मलाई चाहिँ समय चाहिँ यहाँ आउनलाई चाहिँ 1 साल जति लाग्यो। 1 साल कुर्नु भयो तपाईँ रोमानिया आउनको लागि? हजुर, 1 साल लाग्यो। अनि जस्तै रोमानिया तपाईँको वर्क पर्मिट होइन, त्यसपछि वर्क पर्मिट आइसकेपछि अब इमिग्रेसन जानुपर्छ होइन। नेपालीहरूले जाने भनेकै भारतमा रहेको इमिग्रेसनमा जाने हो रोमानियाको होइन, इन्डियाको। अनि इन्डियाको एम्बेसीमा पुगिसकेपछि के कस्तो त्यहाँ हुन्छ नि, इन्टरभ्यू हुन्छ। इन्टरभ्यूमा के कस्ता प्रश्नहरू गर्ने गर्छन्? अब नयाँ आउने साथीहरूलाई त एकदमै उत्सुकता पनि भइराखेको हुन्छ होइन, के कस्तो होला, मैले इन्टरभ्यू पास गर्न सक्छु कि सक्दैन, कस्ता क्वेसनहरू सोधिने होला भनेर पनि एकदमै उनीहरूमा चाहिँ खुल्दुली भइरहेको पनि हुन्छ। तपाईँ त्यो विषयमा तपाईँलाई कस्तो अनुभव थियो होइन, त्यो कुराहरू बताइदिनुहोस्। हजुर, यो राम्रो क्वेसन गर्नुभयो। नयाँ आउनेमा पनि धेरैजना हुनुहुन्छ होला, पर्खाइमा हुनुहुन्छ होला होइन। उहाँहरूको लागि के भन्न चाहन्छु भने ठिकै छ, त्यसरी आत्तिनु पर्ने अवस्था छैन। सामान्य इङ्ग्लिस बोल्न सक्ने भए हुन्छ। मलाई पनि सामान्य सोधिएको थियो, यस्तै कम्पनीको नामदेखि लिएर कम्पनीले प्रोभाइड गर्ने चिजहरू, खानादेखि एकोमोडेसन, यस्ता चिजहरू सोधिन्छ। खासै त्यस्तो अप्ठ्यारो चाहिँ हुँदैन, सजिलै हुन्छ, मैले त्यही भन्छु। जो सामान्य कुराहरू, आफ्नो वर्क पर्मिटमा भएका कुराहरू होइन, स्यालेरी, कम्पनीका कुराहरू होइन, कति घन्टा काम गर्ने, यस्तै कुराहरूलाई विशेष सोध्ने गरिन्छ। सामान्य त्यही नै हो। अनि तपाईँले चाहिँ इन्टरभ्यू एम्बेसीमा गएर इन्टरभ्यू दिइसक्यो, कति समयपछि तपाईँको भिजा आयो? त्यसपछि टाइम लाग्दैन, 1-1.5 महिनापछि भिजा लाग्छ। त्यसपछि अब उडान पनि लगत्तै हुन्छ? लगत्तै हुन्छ। अब कम्पनी के अरे मेन पावरले टिकट फिक्स गरिदिन्छ अनि त्यस अनुसार आउने हो। 1 वर्ष पहिला तपाईँ रोमानिया आउँदा लागत कति जति तिर्नु भयो? लागत धेरै नै थियो, 7.5 देखि यस्तै 8 सम्म थियो। अहिले त धेरै लाग्छ भन्छ, मेरो त्यति थियो। रोमानियामा तपाईँको त्यत्रो लगानी गरेर तपाईँ आउनुभयो, अनि के छ, कमाइ छ, कस्तो छ? अब कमाइ त यस्तो हुन्छ सर, अब कुनै कम्पनीहरू राम्रो पनि हुन्छ, कुनै नराम्रो पनि हुन्छ भन्छन्। अब साथीहरूले धेरै राम्रो पनि कमाछन्, नराम्रो पनि कमाछन्। अब त्यस्तै छ, ठिकै छ। अब जस्तै डाइरेक्ट र सप्लायर्स कम्पनी भन्ने पनि हुन्छ होइन, तपाईँ पर्नुभयो कि सप्लायर्स कम्पनी अन्तर्गत पर्नुभयो? म चाहिँ सप्लाई कम्पनीमा परेछु। ठिकै छ कमाइ। कमाइ तपाईँलाई सन्तोषजनक नै लागेको छ? हजुर, ठिकै छ। 1 लाख चाहिँ बताउँदैछु। 1 लाखसम्म घर पठाइराख्नु भएको छ? हजुर, ठिकै नै, राम्रै छ भनौँ। काम कस्तो छ? दैनिक कति घन्टा काम गर्नुपर्छ? हप्तामा कति काम गर्नुपर्छ? हजुर, हप्तामा मैले 5 दिन काम गर्छु, दैनिक 8 घन्टा। त्यसपछि 2 दिन छुट्टी हुन्छ। त्यसमा अब ओभर टाइम कम्पनीले बोलायो भने त्यसमा गइन्छ। ओभर टाइम पनि तपाईँले काम गर्ने कम्पनीमा पाइराख्नु भएको? पाछु। ठिक छ। जस्तै अब आउने तयारी भइरहेका जो नेपाली हाम्रा साथीभाइहरू हुनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? ठिकै छ, अप्लाई गर्दै हुनुहुन्छ भने ठिकै छ, गर्नु होला, राम्रो छ, नातिनु होला, राम्रो हुन्छ। त्यही त, कतिपय चाहिँ अब अहिले पनि होइन टिकटकमा विभिन्न किसिमका त्यस्ता भिडियोहरू देखेर वर्क पर्मिट आइसकेका, भिजा आइसकेका व्यक्तिहरू पनि भनौँ न, ओहो त्यहाँ त नराम्रो रहेछ कि, त्यो कम्पनी नराम्रो छ कि भनेर आत्तिएर
नआउने सोचमा पनि हुनुहुन्छ होइन। हजुर अब त्यस्ता साथीभाइहरूलाई चाहिँ तपाईँले के सुझाव दिनुहुन्छ? आत्तिनु पर्ने अवस्था हुँदैन। त्यस सबभन्दा पहिला सप्लाई कम्पनीलाई चिन्नु पर्यो। सप्लाई पर्यो भने राम्रो त्यति हुँदैन। डाइरेक्ट कम्पनी राम्रो छ, अब डाइरेक्ट कम्पनीमा आउनु पर्नुभयो भने त्यो अप्लाई गरिसकेपछि ठिकै छ, आउनु होला, राम्रै हुन्छ। जस्तै तपाईँ रोमानिया आउनुभन्दा पहिला कतै युरोपको विषयमा बुझ्नु भएको थियो होला होइन। रोमानिया छिरिसकेपछि अन्य युरोपियन देशहरूमा पनि जान सकिन्छ सहज रूपमा भन्ने कुराहरू थियो, काम गर्न सकिन्छ भन्ने कुराहरू पनि तपाईँहरूलाई कसैले भन्यो होला नि, तपाईँले बुझ्नुभयो होला होइन। तर वास्तवमा के रहेछ त, रोमानिया आइसकेपछि युरोपका अन्य देशहरूमा गएर सहज रूपमा चाहिँ तपाईँको रोजगारी गर्न मिल्छ या मिल्दैन, के छ? अब साथीहरू अब भागेर जाने अवस्था त छ, उहाँ गएर इलिगल भएको अवस्था हो। लिगल रूपमा चाहिँ अब त्यहाँ जाने चाहिँ अब एजेन्सीहरू अब त्यहाँको स्पोन्सर अब खुल्नु पर्यो त्यहाँको देशमा, यसरी यसरी छ भनेर। अब साथीहरू अहिले त भाग्ने मात्रै क्रम छ। जस्तै दलालहरूले हामी व्यवस्थापन गरिदिन्छु तपाईँहरूलाई भन्ने कुराहरू यो लगभग फेक हुनसक्छ। हो, त्यस्तो पनि भेटिन्छ, त्यो फेक पनि हुनसक्छ। यसले विभिन्न नेपालीहरू दाजुभाइहरू विभिन्न होइन एकदम बिजोग अवस्था पनि भएको सुनिन्छ नि त। त्यस्तो पनि छ। अब हाम्रो साथीहरू पनि भागिरहेछन्। अब उहाँ गएर इलिगल रूपमा काम गरेको छ, कमाइ त राम्रै हुन्छ भन्छ। अब इलिगल चाहिँ हुनुपर्छ। दर्शकबिन, उहाँ हुनुहुन्थ्यो पालपाली दाई, हाम्रो पाल्पाको स्थानीय बासिन्दा पनि हुनुहुँदो रहेछ। पाल्पा भन्ने बित्तिकै पर्यटकीय क्षेत्रका रूपमा पनि भनौँ न एउटा प्रसिद्ध ठाउँ पनि हो। अनि उहाँ आउनुभएको करिब 1 वर्ष भएको छ रोमानिया। उहाँको कम्पनी सप्लायर्स कम्पनी रहेछ र उहाँले जो सन्तोषजनक किसिमको पारिश्रमिक पाइरहनु भएको रहेछ। पारिश्रमिक उहाँहरूको अन्य कम्पनी भन्दा सन्तोषजनक नै लगभग उहाँको कुरा सुन्दा त्यो किसिमको भेटिएको छ। त्यसैले तपाईँहरू पनि रोमानिया आउँदै हुनुहुन्छ भने एकदमै सोच विचार पुर्याएर आउनु होला, किनभने रोमानियामा विभिन्न रोमानिया पठाइदिन्छु भनेर विभिन्न किसिमका दलालहरू एजेन्सीहरूले चाहिँ ठगी पनि गरिरहेका छन्। त्यस्ता ठगीबाट पनि बस्नु होला, किनभने कारोबार गर्दा ब्याङ्किङ कारोबार मार्फतबाट मात्रै लेनदेन गर्नु होला। त्यसले गर्दाखेरि तपाईँका पछि आउने समस्यालाई चाहिँ यसले केही न केही सतर्कता गर्न सक्छ भन्दै यस्तै यस्तै भिडियोका साथमा हामी फेरि पनि उपस्थित हुनेछौँ। अहिले भने म पनि बिदा हुन्छु। हस्त नमस्कार।